Welcome everyone. In this video, I am going to describe about The Fly BPS second year vision book poet by William Blake. सबभन्दा सुरुमा तपाईहरुले यदि यो नोट चार्न चाहनुहुन्छ भने यो यसको केही टपिकहरु हाइलाइट छ। यसलाई यसको आधारमा तपाईले एक्जाममा राम्रो मार्क्स गेन गर्न सक्नुहुनेछ यसलाई डिस्क्राइब गरेर। अलिकति ह्यान्डराइटिङहरु अलिक नराम्रो छ, त्यही पनि म्यानेज गर्नुहुन्छ भन्ने आशा राखेको छु। सुरु गरौँ। विलियम ब्ल्याक चाहिँ इंग्लिश पोएट थिए। उनी पेन्टर र प्रिन्ट मेकर पनि थिए हैन। अनि उनी एउटा प्रोमिनेन्ट फिगर थिए रोमान्टिक एजको। इंग्लिश लिटरेचीको धेरैवटा एज छ, जस्तै अहिलेको एज भनेको पोस्ट मोडर्न एज भनेर भन्छन्। त्यस्तै यो रोमान्टिक एजको चाहिँ एउटा प्रख्यात व्यक्ति थिए। तर उनको अनरिकग्नाइज ड्युरिङ लाइफ टाइम भनेको उनी जिन्दगीभर आफू बाँचुन्जेल चाहिँ उनी चिनिएका थिएनन्, कसैको नजरमा दृष्टिमा परेका थिएनन्। उनको पोइमहरू खासै पढेका थिएनन्। तर उनी मरिसकेपछि जब मान्छेहरूले उसको पोइम पढ्न थाले, मान्छेहरूले उनलाई चिन्न थाले। अब यो पोइम कस्तो खालको हो भन्दाखेरि पोइमको राइटिङको प्रपोज चाहिँ के हो भन्दाखेरि तीनटा हुन्छ खास गरी। तर यो राइटिङको प्रपोज भनेको चाहिँ हामीलाई एजुकेट गर्नु हो, एजुकेसन प्रोभाइड गर्नु हो जिन्दगीको बारेमा, लाइफको बारेमा हैन। उनले चाहिँ विलियम ब्ल्याकले चाहिँ एउटा फ्लाइलाई एड्रेस गरेका छन् पोइममा, जुन चाहिँ उनले हातबाट जस्ट ब्लास्ट अवे गर्दै उनी जस्ट मारिदिए उनले। त्यो फ्लाइ जुन आफ्नो समरको प्लेमा इन्जोय गरिरहेको थियो, आफ्नो लाइफ इन्जोय गरिरहेको थियो, लाइफको भिगोरिटीमा मस्त रमाइरहेको थियो, नाचिरहेको थियो, गाइरहेको थियो, त्यसलाई उनले मारिदिए। प्रोजिम्बली किलिङ इट, मारिदिए उसलाई। यति भन्छन् उनी फर्स्ट स्टेन्जामा। सेकेन्ड स्टेन्जामा उनी डिस्क्राइब गर्छन् यो जुन यो फ्लाइ छ एउटा किरो, त्यसलाई मैले जस्ट मारिदिएँ, त्यो मैले मारेको किरो र म एउटै होइन र भनेर उनी फिल गर्छन्। ऊ पुरै अहिलेसम्म नाचिरहेको थियो, जसरी मैले उसलाई मारिदिएँ त्यो नम भयो, त्यो मर्यो, उसले मुभमेन्ट देखाउन छोड्यो। त्यसै गरी अब सेकेन्ड स्टेन्जामा उनले यति भन्छन् त्यो मर्यो भनेर भन्छन् होइन। र थर्ड स्टेन्जामा के भन्छन्, मरु म जस्तै भनेर भन्छन् सेकेन्ड स्टेन्जामा। थर्ड स्टेन्जामा के भन्छन् भने त्यो फ्लाइ जस्तै म पनि के गरिरहेको थिएँ, फ्लाइ गरिरहेको, म पनि गाइरहेको थिएँ, हिँडिरहेको थिएँ, कुदिरहेको थिएँ, ड्रिङ्क गरिरहेको थिएँ, सिङ गरिरहेको थिएँ होइन। अन्टिल सम ब्लाइन्ड ह्यान्ड विल किल हिम, उसलाई पनि जबसम्म कुनै ब्लाइन्ड ह्यान्डले चाहिँ मार्दैन तबसम्म उनी आफ्नो लाइफको भिगोरिटीलाई इन्जोय गरिरहेको थिए। त्यसै गरी अब उनी के गर्छन् लास्टमा, उनी के कन्भिन्स हुन्छन् भने उनी रियलाइज गर्छन् त्यो फ्लाइ र ऊ एउटै हो। अनि लाइफ भनेको थट र कन्सियसनेस हो। र जब त्यो एब्सेन्स अफ थट्स एन्ड कन्सियसनेस के हुन्छ, मान्छे मर्छ, सकिन्छ मान्छे। लाइफ भनेकै थट र कन्सियसनेसको कम्बिनेसन हो भनेर उनी लास्टमा के भन्छन्, लाइक अ फ्लाइ ह्याप्पी वेदर हि लाइफ। अब उनी के भन्छन्, म पनि अब त्यही किरो जस्तै कि आफ्नो म मरौँ कि जेसुकै गरौँ, मलाई बाल भएन, म बाँचुन्जेल चाहिँ रमाउँछु, कुद्छु, हिँड्छु, गाउँछु, सबै थोक गर्छु भन्छन्। एकपटक यो पोइमको लाइनहरूलाई निहाल्दाखेरि चाहिँ के देखिन्छ भने उनले एउटै सेन्टेन्सलाई लम्बाइ एउटा प्याराग्राफ बनाएका छन् र उनले जम्मा 3टा सेन्टेन्समा यो पोइम सकिएका छन्। तर उनले बीचबीचमा के गरेका छन्, लाइनलाई इन्ड गर्दै अर्को नयाँ स्टार्ट गरेका छन्, कमा पनि नदिकन। यस्तो खालको राइटिङलाई चाहिँ के भन्छ भन्दाखेरि इन्ज्याम्पमेन्ट भन्छ होइन। यो राइटरले यस्तो किन गरेका भन्दाखेरि उनी यो आफ्नो यो भनाइको मात्र मतलबबाट मात्रै होइन, हामीलाई जिन्दगी छोटो छ, जतिखेर पनि सकिन सक्छ भनेर उनी आफ्नो राइटिङको स्ट्रक्चरबाट पनि देखाउन खोज्छन्। राइटिङको स्ट्रक्चर उनी जसरी यो लाइन 4-4वटा वर्डमा एउटा लाइन इन्ड भएको छ, त्यसै गरी हाम्रो लाइफ पनि जुनसुकै बेला इन्ड हुन सक्छ भन्ने कुराको नोटेसन हो। र यो जसरी यो पोइम छोटो छ त्यसै गरी हाम्रो लाइफ पनि छोटो हुन्छ। तर जसरी यसले यो छोटो पोइमले हामीलाई धेरै नलेज दिन्छ, त्यसै गरी हाम्रो लाइफ पनि मिनिङफुल हुनुपर्छ भनेर उनी डिस्क्राइब गर्छन् यो पोइममा चाहिँ। धन्यवाद।